बनाएको छैन हौ भिडियोको हजुर भिडियो स्टार्ट गरेको ल अब चाहिँ घुमिसकेपछि चाहिँ हामी भिडियो बनाउँदैछौँ है अघि चाहिँ मेरो बहिनीले घरमा हुँदाखेरि चाहिँ हिल्न लाउ न नानी यसले खुट्टा दुख्छ भन्दाखेरि चाहिँ नो नो नाना ब्युटी इज पेन मेरो खुट्टा दुखेको छैन दुख्दैन म सम्हालिन सक्छु भनी अनि अहिले आएर चाहिँ चप्पल पनि फुकाल्ने ढङ्ग छैन पता फुकालिदिन्छु नि ल ल च्यालेन्ज है तिमी पार्कदेखि बाहिर निस्किन्जेलसम्म नि ल आर यु रेडी ओके आई विल सी जामुनखाडी घुमेर कस्तो लागिरहेछ नो 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 लेट्स गो क्विकली इट्स टाइम टु गो इट्स अलरेडी टु लेट वाइ ल 10 चोटि हेरिसक्यो यिनीहरूले यो जामुनखाडी पनि आमा अब डोन्ट मेक ड्रामा नि फेरि यहाँ बाटोबाट यस्ताबाट हिँडायो मेरो खुट्टा दुख्यो यहाँ त्यहाँ भनेर कम्ताको छैन नाटक गर्नु भनेपछि त हाम्रो कान्छी बहिनी त लाड प्यारले मात्तेको होला होइन नानी हजुर 14 पुरा लागेर 15 लाग्छ यिनीहरू नानी बुढाहरूलाई चाहिँ के छिट्टै एज बढाउन मन लागेको छ छिट्टै ग्रो अप मन यु नो when you reach in our age you will start thinking oh why did I grow up fast la 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 I could have just stuck in the 16 त्यस्तै सोच्छु okay continue you are saying something भयो क्या भयो ए हेर न ई कस्तो बाटो छि म कहाँबाट आउनु पर्बु कस्तो यो क्यामेरा पक्रिने पनि ढङ्ग पो छैन त मेरो त फेरि बानी पनि छैन क्या भिडियो सिडियो गर्ने के त कताबाट गर्नु कताबाट पक्रिनु अत्तो न पत्तोको पो हुन्छ त यत्रो चाहिँ घुमेर घरबाट आएर आउँदाखेरिसम्म पनि भिडियो सिडियो बनाउने पनि दिमाग आएन अनि अब चार्ज पनि सकिन आँट्यो अनि घर पनि हिँडेको अनि बल्ल दिमाग आयो होइन आज चाहिँ हामी जामुनखाडी घुम्न आएको फोटो खिच्न आएको एक्चुअलीमा चाहिँ फोटो मात्रै तर यता चाहिँ फेरि फोटो राम्रो आएन भनेर छुट्टै दुनियाँ छ ऱ्याबिट तिमीलाई मन पर्यो तिम्रो फोटोहरू 4वटा त्यत्रो 100 झन्डै छ होला तिम्रो फोटोहरू अर्कोलाई त जस्तो खिच्दै पनि मन परिहाल्छ कि तर रेबिका चाहिँ म जस्तै के चुजी होइन उसलाई चाहिँ हेरि मन पर्दैन जुन पाए त्यही मलाई पनि त्यस्तै हुन्छ त्यो खिचिँदैछ अनि 1-2वटा खिच्छु अनि भयो हुन्छ अनि लास्टमा चाहिँ अनि मन पर्दैन घर पुगेपछि खोइ तिम्रो लेपर्ड कहाँ दिन धुम्म भए पनि कस्तो गर्मी नि ओए यहाँ रहेछ नि त ओए यहाँ रहेछ अनि उनीहरूलाई खासमा नि ठुलो ठाउँ हुनुपर्छ क्या नानी घुम्नलाई छैन नि त भोक लागेको छैन क्या यिनीहरूलाई भोक पनि छैन यिनीहरू बाहिर निस्किनु पायो भने त हामीलाई त एकै घाँस पार्छ नि फेरि के भएको गर्दा पो चिच्चाउँछ कहाँ सुन्छ त नि उनीहरू लाटिसकेको यिनीहरू यहाँ बस्दा यस्तो थुनामा थुनिएर बस्छ यहाँ त पहिला त अस्ट्रिच पनि थियो त नि कहाँ गयो अस्ट्रिचहरू यहाँ चाहिँ फेरि गाई पालन नै भइसकेछ त नि हो जामुनखाडी त ओए सिजलिङ नानाको घर यहीँ वरपर कता होला हौ सिजलिङ अनि
नि सिजलिङ नाना भिडियो आउँदै देख्दैनस् कति यतै वरिपरि डुली कतै या दुलोबाट निस्किँदै पार्कतिर पनि आइरहेको हुन्छ पैसा तिर्दैन नि त ओए रुख रुख मलाई त उतै घर हो जस्तै जस्तै लागिरहेछ होइन र त्यो सिजलिङ नानाको घर हो के त्यो होइन उस्तै हो नयाँ घर बनाएको भिडियो हेरेको छैनस् ऊ मैले भिडियो देख्थेँ क्या यतै कतै हो जस्तै लागेको थियो कि लास्ट हो के आम 100% स्योर यही हो सोधौँ साँच्चीकै खोइ त बहिनी नै अनि अनि के गर्मी है कि नि मुई गर्मी से मरिगिनु हो बस्यो कि होइन नानाको घर ल मनिका नानाले मलाई घरमा पानीपुरी खानु दिनु भएन यहाँ आएर पानीपुरी चटपटी खाने भनेको अनि पार्कभित्र चाहिँ कहाँबाट ल्याइदिनु तिमीलाई छैन बन्द छ ए यहाँ पहिला मुना आन्टी र म बसेर चटपटी खाएको त्यही होला हो मुना आन्टी कि मुना आन्टी होइन जेठी पहिला तर हामी त्यति भिडियोहरू हेर्दैन थियौँ नि त्यहाँदेखि थाहा नै जामा यसले मलाई मारिसक्यो खानु नपाएर मोमो खाम ल भाइ रेबिका बट आई सेड आई विल बाई ओन्ली चटपटे नाइ मोमो तैँले हो त हामीलाई ल्याएको आम्मामा हेर न घुम्नेला घुमे ओरे होइन खाएँ तिमीहरूको टिकटको पनि मैले कति 100 तिरेँ अनि स्कुटरको पनि 20 रुपियाँ तिरेँ पेट्रोल हालेँ अझै चटपटे किन्ने प्लान थियो कि मोमो चाउमिन खाएँ अरे तपाईँसँग त 200 रुपियाँ पनि छैन होला अब अनि 500 चाहिँ सक्यो त नि अब यही बचेको 30 रुपियाँ छ कहाँ गयो त्यो 30 रुपियाँ नि हराउँछ र फेरि बिजोक हुन्छ होला हो 30 रुपियाँमा कहाँ चटपटी आउँछ कसकोमा किनिदिएन म तिमीहरूलाई यत्तिकै भोकै लाने हो जाम गाडी चाहिँ बच्चाहरूलाई मात्रै राम्रो के होइन नानीहरूलाई चाहिँ खेल्ने ठाउँहरू धेरै छ नि त अनि तर हामीहरूलाई चाहिँ ठुलोहरूलाई चाहिँ वेस्ट अफ टाइम फोटोसुटहरू गर्नलाई चाहिँ राम्रै ठाउँ छ हौ तर 100 रुपियाँ टिकट चाहिँ नट वर्थ इट है फेरि हामी ठुलोहरूलाई चाहिँ बच्चाहरूलाई चाहिँ अब यस्तै धेरै यति धेरै यस्तोहरू खेल्ने ठाउँहरू धेरै छ नि त उतै ब्रिज चाहिँ नयाँ एड गरेको हो क्या हो पहिला त थिएन त त्यो त ब्रिज रहेछ ब्रिज चाहिँ नयाँ एड गरेको पहिला त म आउँदाखेरि त थिएन धेरै कति हो 4 वर्ष भइसकेको थियो नि म आएको त 4-5 वर्ष त्यही पनि पहिला हामी त्यति आउँदै त आउँदैन थियौँ रेबिका रुखको रुई गर्थ्यो र लिएर आउँथ्यौँ खालि जामुनबारी जाने गरेर यहाँनिर त पहिला बोटहरू थियो त कहाँ गयो तर राम्रो छ है यतिको चाहिँ फोटोसुटहरू गर्नलाई चाहिँ ठाउँ एकदमै पर्फेक्ट छ अनि बाल बच्चाहरूलाई घुम्नलाई चाहिँ एकदमै राम्रो छ तर धेरै हिँड्नुपर्छ हामी जस्तो भुस्तिक्रे यो हिँड्नु नसक्नेहरूलाई चाहिँ लास्टै गाह्रो हुने रहेछ हो वेल्डिङ गर्दै रहेछ त रिपेयरहरू गर्दैछ के अरे पार्क पानीहरू पनि त्यही भएर कति धुन छ बोट सोट केही पनि छैन तिमीहरूलाई हिल्लाएर खुट्टा दुखिसकेन ओए म जुत्ता लाउनेलाई खुट्टा दुखिसक्यो ओइ मान्छेको बारेमा गसिप गर्नु हुँदैन त्यसरी भनेर थाहा छैन यत्रो छैन 14 वर्षको कि गसिप गर्नु भने पछि त सोरा अरे सोरा सोरा मैले पुगेको भनेको होइन तिमीले भर्खरै अघि मलाई थाहा हुँदैन अब कस्तो प्रिटी फ्लावर
हामी त्यतिखेर मरिरहेको चोरेर लगाउँ ओइ हैन यो त चोरेर पो लानु भन्छ हौ अझ अब हामी ओइ हाम्रो पानी राखेको थियौँ त त्यहाँ पर अघि बोकेर हिँड्नु नसकेर पानी छ त्यहीँ भ्लग गर्नु पनि मान्छेहरूले कसरी गर्छन् हौ त्यत्रो बेरसम्म गाह्रो हुँदो रहेछ म त क्यामेरा होल्ड गर्नै सक्दिनँ जामुन खाडी इज अ सेफ प्लेस रहेछ अनि के त नि डाकु लाग्छ त्यो एउटा पानीमा वा नाउ यु गन पुट इट अन अब त तपाईँले भन्नुभएको छ नि त के भनेको थिएँ के भनेको थिएँ खाजा खाने भनेको होइन त ए 30 रुपैयाँको त के खाजा खाने छ होला हौ पैसा 30 रुपियाँ पनि हराएछ क्या हो नानी गोजीमा त छैन त के कसले बोक्यो फिर्ता तिमीले लिएर आएको थियौ नि फिर्ता मसँग त यही टिकटहरू मात्र छ 3टा टिकट पानीले माई म त तिर्खाले मरिकिनु ओपन इट यतिको चाहिँ भैँसीहरू तिर्खा अघिदेखिले के भन्दै थियो थाहा छ सोबी जामुन खाडी जाने हामी भनेको कि ए सर्पहरू सर्प हेर्नु नै जाने अरे हो हामीलाई त्यस्तो पो भन्यो त डिपीले हाम्रो मिटिङहरू हेरेर आउँछौँ तिम्रो बहिनीलाई ल्याइदिउँ कि भन्नु नि बाबु हेर्न कस्तो कुरिका मिनरल वाटर लिएर आइस दोकानको छोडेर तर यो बाबा पानी मिठो हुँदैन रहेछ है तृष्णा जस्तो नि त्यो दबाई गनाएको जस्तै केमिकल धेरै हालेको हुँदो रहेछ क्या वा फाइनली अब हामी दामखाडीबाट आउट हुँदैछ वी आर टायर्ड वी आर एक्जस्टेड म्यान 2065 यो पार्क चाहिँ 2065 मा इस्टाब्लिस भएको visit again re thank you visit again you are welcome happy to come here is it worth no why नानाल खाजा खुवाएन भनेर हो क्या खाजा नकिन्दैकै बेहोस भइरहेछ नि मोमो हबमा गएर खाउँला नि त हुन्छ पैसा चाहिँ छ मोमो हेर न फेरि रियाक्सन दे त ऱ्याबिट खाने कि नखाने त के खाने पोर्क कि बफ ल ल लेट्स गो न चाउमिन पनि पाउँछ अनि त्यत्रो खाएर अनि बर्थडेमा पनि त खानु जानु छ नि तिमीले राइड गर्नु आँटेको हुँदैन है लाइसेन्स छैन नि एक त हामीलाई पुलिस मामाहरूले थाहा पाएन कस्तो भनेको मार्छ होला भिडियो अफ गर्छु ल 3 जना राइड गरेको त्यस्तै हाल्दैन हामी नियम कानुन विपरीत हिँडिरहेको छौँ होइन सरकारले देख्नु भने अब पक्रिहाल्नु भने त के गर्नु हो डिसिप्लिन सिटिजनले पैसा तिर्नु परिहाल्यो अनि यहाँ हेर न मेरो बहिनीले चाहिँ मलाई यस्तो रोस्ट उहाँ 27 वर्षको उहाँ चाहिँ हुनुहुन्छ 14 वर्षको 12 वर्ष सानो मान्छे पनि उता भन्नु हुँदैछ उहाँ कुदाउनै जान्नुहुन्न गाडी म कुदाउँछु के थामी दिने मान्छे स्टार्ट गर्नु आउँदैन अरे अहिलेसम्म स्टार्ट चाहिँ गरेर देखा न अहिले गरेर देखा त च्यालेन्ज आई च्यालेन्ज्ड यु ल स्टार्ट गरेर कुदाएर देखा तिमीले पैसा चिन्नु पर्छ हामी सानो हुँदाखेरि मम्मीले हामीलाई कस्तो गर्नुहुन्थ्यो अब म के गर्नु त म यसरी नै हुर्केँ होइन अनि मलाई अब मम्मी बाबाले धेरै माया गर्नुभयो भनेर पनि कराई गर्छन् अब म के गर्नु त माया गर्नु हो त्यसैले हामीले तिमीलाई सुधार्दैछौँ खाना सब्जी पनि पकाउनु जान्दैन थियो तिमी नै होइन ओए मम्मीले रायो पका भनेछ कि रायो भनेको के हो नाना रायो भनेको के हो मम्मीले रायो पकाउनु भनेको छ भन्दै यता र उता कुदैछ रायो नचिनेर हो मन्सुलाई थाहा छ है फेरि ऊ भन्दा सानोलाई त्यो ढोड मम्मीले चाहिँ ढोड हटा भन्दै हुनुहुन्छ होइन ढोड भनेको के हो नाना ढोडै छैन त यहाँ गर्छ ढोडकै माथि उभिरहेको छ है फेरि
यसले खोसेला केलाई भन्छ भनेको क्या त कसलाई खोसेला मुसेको खोसेला ल लेट्स गो भनेको ढोट त्यो भनेको खोसेला भने त रेबिका खोसेला उई गणपति बाप्पा फाइनली आमामा रोड चाहिँ यतिको राम्रो चाहिँ हुँदैछ है हाम्रो चाहिँ झापामा कस्तो दामी फुल्ली रोड बनिसकेपछि त बवाल हुन्छ है त्यस पछाडि चाहिँ ट्राफिकहरू पनि धेरै हुँदैन होला हौ आई मिन ट्राफिक जामहरू चाहिँ क्या खाजा खानु पाएर तिम्रो फेभरेट होइन दुर्गापुरमा खाजा खानु पाएर अब चाहिँ बस मोमो ओके ओके गट इट के भएर अब चाहिँ सास आयो यहाँनिर कि पोर्क मोमो मिठो हुँदैन क्या त्यति त्यो जस्तो के अरे बक्नु मिठो हुन्छ मेरो त फर्स्ट टाइम हो म त आएको थिइनँ त यहाँ कहिले पनि तिम्रो चाहिँ ओके मलाई भरे फेरि मिठो भएन भने तिम्रो खेर छैन नि फेरि यो चाहिँ दुर्गापुरमा रहेको छ मोमो हब मेरो फर्स्ट टाइम है यहाँ झोल चाहिँ मिठो लाग्छ है मलाई अब अरू थाहा भएन त तिमी बफ झोल स्टिम चाहिँ कोही नखाने ल म स्टिम खान्छु ल अर्डर गर्दा के अरे यत्तिको लोभी चाहिँ हुनुपर्छ खुवाउने पनि मै हेर्नु अनि मैले चाख्नु पनि नपाउनु अरे हौ भएको यत्तिको लोभी चाहिँ हुनुपर्छ है यदि मलाई मजाले क्याप्चर भन्छ यस्तै त हुन्छ बोल्नु रास लाग्छ क्या के थाहा छ छि अब दुईचोटि भइसक्यो त यो त सेकेन्ड भ्लग होइन त्यो पनि सकिने घुमेर सक्ने बेला बनाइदियो इन्ट्रो बनाइदियो त म यहाँनिर गर्छु ल इन्ट्रो पनि बनाएको छैन हौ भिडियोको भइहाल्यो जस्तो छ त्यहाँदेखि स्टार्ट गर्दै जानु हजुर म हेर्नु भए अरू के खानु मन लागेको होस् न त म खुवाउँछु ल खाऊ मोहितोको अनि फ्लेभरै लेखेको छैन मोहितो मात्रै लेखेको छ सोभी यो पान्डा चाहिँ तै होस् है फेरि नो डिफरेन्स एट अल किप काम इट मोमोज मोमोज रे हो यस्तो लेख्ने चाहिँ इट्स नट मोमोज इट्स मोमो ओन्ली मोमो ए मोमो मोमो चिप्स मिठो भयो म चाहिँ पिरो चाहिन्छ टेस्टी छ एकछिन बिफोर मेरो चार्ज सकिङ ऱ्याबिट What kind of English is that? You are the one who taught me this. I rate your momo only 5 out of 10. Yeah, I read. No. Stream was. Walk fast. It's about to rain. Man. Yeah, quick. But I promised before it was very. But okay, we're gonna end our video here. So say something. Bye. Did you enjoy the day? Yes, absolutely. Look. So you regret for coming with us. I don't regret, But it was not like the way you expected it. Okay, got it. How about you? so Okay, I enjoy a lot. full. Thank you for watching. Bye.